नमस्कार, विशेष रिपोर्टमा स्वागत छ। नेपालको राजनीतिक परिदृश्यमा हालैको जेन जी आन्दोलनले ल्याएको तरङ्ग र त्यसपछिको गहिरो मौनता तोड्दै नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक सम्बोधन गर्नुभएको छ। यो सम्बोधनले देशव्यापी चासो जगाएको छ, विशेष गरी युवा वर्गमा। उहाँको शासनकालमा भ्रष्टाचार, कुशासन, नातावाद र सामाजिक सञ्जाल प्रतिबन्ध जस्ता मुद्दाहरूले जेन जी आन्दोलनलाई जन्म दिएको थियो। युवा बेरोजगारी दर 20% भन्दा बढी हुनु र आर्थिक अस्थिरताले गहिरो निराशा जन्माएको थियो। अब प्रश्न उठ्छ, के उहाँको यो सम्बोधनले शान्ति र स्थायित्वको नयाँ सन्देश दियो वा राजनीतिको अर्को जटिल अध्यायको सुरुवात गरियो? जसको प्रधानमन्त्रीकाललाई लिएर यति ठूलो जनविद्रोह भयो, उनैले अहिले अरूलाई पाठ पढाउँदा गम्भीर प्रश्नहरू उठ्छन्। उहाँमाथि भ्रष्टाचार र एजेन्सीहरूको दुरुपयोगको आरोप पनि लागेको थियो। यति हुँदा पनि अझै चेत नआए कहिले आउने हो महाशय? आन्दोलनपछि पहिलो पटक भक्तपुरमा कार्यकर्तामाझ देखिनुभएका अध्यक्ष ओलीले कडा सन्देश दिनुभएको छ। उहाँको यो उपस्थिति जेन जी आन्दोलनका कारण प्रधानमन्त्री पदबाट राजीनामा दिएपछिको पहिलो सार्वजनिक सम्बोधन थियो, जसले राजनीतिक वृत्तमा ठूलो महत्त्व राख्छ। शीर्ष नेताहरूको पासपोर्ट रोक्ने र सुविधा कटौती गर्ने चर्चाका बीच उहाँले दृढतापूर्वक भन्नुभयो, एमाले नेतृत्व राष्ट्र छाडेर भाग्ने छैन। यो भनाइले राजनीतिक वृत्तमा ठूलो हलचल मच्चाएको छ र धेरैको ध्यान खिचेको छ। उहाँले आफू कहाँ बस्छु भन्ने ठेगाना दिन समेत सरकारलाई चुनौती दिनुभयो। ओलीले आफ्नो निर्दोषिता प्रमाणित गर्न सुरक्षा बललाई दिएका निर्देशनहरूको रेकर्ड सार्वजनिक गर्न पनि सरकारलाई चुनौती दिएका थिए, जसले उहाँमाथिको आरोपलाई खण्डन गर्ने प्रयास थियो। ओलीले जेन जी आन्दोलनको नाम दुरुपयोग भएको दाबी गर्नुभएको छ। उहाँका अनुसार यो आन्दोलनमा योजनाबद्ध तत्त्वहरूले घुसपैठ गरी हिंसा भड्काएका थिए, जसले आन्दोलनको मूल उद्देश्यलाई भड्कायो। संसद भवन र सिंहदरबारमा भएको आगजनी र तोडफोड आन्दोलनकारी युवाले नभई योजनाबद्ध तत्त्वले गराएको हो भन्ने उहाँको भनाइ छ। उहाँले जेन जीको नाममा तोडफोड गर्नेलाई देशले चिन्नुपर्छ भन्नुभयो, जसले घटनाको गम्भीरतालाई दर्शाउँछ। ओलीले नयाँ पुस्ताले सरकारी भवन, संसद, होटल, उद्योग वा अदालतमा तोडफोड नगर्ने दाबी गर्नुभयो। उहाँले सबै पुस्ताका नेपाली नागरिकहरूलाई संविधानको रक्षा गर्न र राष्ट्रिय सार्वभौमिकता जोगाउन एकजुट हुन आग्रह गर्नुभयो, जसले राष्ट्रिय एकताको सन्देश दिन्छ। अध्यक्ष ओलीले वर्तमान सरकारको नियतमाथि पनि गम्भीर प्रश्न उठाउनु भएको छ। उहाँले सरकारलाई प्रचारको सरकार भन्दै यो तोडफोड र आगजनीबाट बनेको आरोप लगाउनुभयो, जसले सरकारको वैधतामाथि प्रश्न चिन्ह खडा गर्छ। सरकारमा पुग्न आतंक सिर्जना गर्नेहरू अहिले अरूलाई सुरक्षा दिन्न भन्छन्। यो कस्तो शासन हो? उहाँले प्रश्न गर्नुभयो। उहाँले भदौ 23 को घटनामा प्रहरीले रबरका गोली मात्र चलाएको जानकारी आफूले पाएको पनि बताउनुभयो, जसले घटनाको सत्यतामाथि प्रश्न उठाउँछ। ओलीले प्रहरीसँग स्वचालित बन्दुक नभएको र प्रदर्शनकारीहरूमाथि स्वचालित बन्दुकबाट गोली चलाइएको दाबी गर्दै यस विषयमा छानबिनको माग गर्नुभयो। यो आरोपले थप विवाद सिर्जना गरेको छ र घटनाको निष्पक्ष छानबिनको आवश्यकतामा जोड दिन्छ। आफ्ना कार्यकर्ताहरूको जलेको घर र भएको क्षतिको उल्लेख गर्दै ओलीले धैर्य धारण गर्न आग्रह गर्नुभयो। उहाँले कार्यकर्ताहरूलाई निराश नहुन र देशलाई सही बाटोमा फर्काउने जिम्मा लिन आह्वान गर्नुभयो, जसले उनीहरूलाई भावनात्मक समर्थन प्रदान गर्छ। हरेस नखानुहोस्, यो देशलाई फेरि सही बाटोमा फर्काउने जिम्मा हामीले लिनुपर्छ, उहाँले भन्नुभयो। यो सम्बोधन उनका कार्यकर्ताका लागि एक मलम र ऊर्जा दुवै थियो, जसले उनीहरूलाई थप बल प्रदान गरियो र भविष्यका लागि आशा जगायो। सम्बोधनको अन्त्यमा भने ओलीले नरम नीति लिए। उहाँले देशभरका जनतालाई आक्रोश र प्रतिशोध त्याग्न आग्रह गर्दै भन्नुभयो, हामीलाई अहिले चाहिएको कुरा एकता, समझदारी र संयमता हो। रिसले होइन, शान्ति र समृद्धिको बाटो समातेर अघि बढ्नुपर्छ। उहाँको यो अपिलले राष्ट्रिय एकता र सहकार्यको आवश्यकतामा जोड दिएको छ, जसले देशलाई अगाडि बढाउन मद्दत गर्छ।
ओलीको कार्यकाल विवादास्पद टिप्पणी, आलोचकहरूप्रति शत्रुता र नातावाद तथा भ्रष्टाचारको आरोपले भरिएको थियो। उहाँले चीनसँगको सम्बन्ध सुदृढ गर्नुभयो र एक अधिनायकवादी नेताको रूपमा हेरिनुभयो जसले उहाँको राजनीतिक छविमा प्रभाव पारेको थियो। अध्यक्ष ओलीको यो सम्बोधन एकातर्फ वर्तमान सरकारलाई चुनौती हो भने अर्कोतर्फ आफ्ना कार्यकर्तालाई सान्त्वना र आम जनतालाई शान्तिको अपिल। उहाँले संविधानको रक्षा र सुशासनको बाचा पनि गर्नुभयो जसले उहाँको भावी राजनीतिक दिशालाई सङ्केत गर्छ। तर जुन राजनीतिक अस्थिरता र कुशासनका कारण जनता सडकमा आए त्यसको जिम्मेवारीबाट उनी पन्छिन खोजेको देखिन्छ। युवा बेरोजगारी दर 20% भन्दा बढी हुनु र आर्थिक अस्थिरताले गहिरो निराशा जन्माएको छ जसले जनआक्रोशलाई बढावा दिएको थियो। त्यसैले उनको यो भाषण पछि पनि मूल प्रश्न अनुत्तरित नै छ, यति हुँदा पनि अझै चेत नआए कहिले आउने हो महाशय। आजको विशेष रिपोर्ट यही समाप्त हुन्छ। नमस्कार। यति हुँदा पनि अझै चेत नआए कहिले आउने हो महाशय। यो प्रश्न आज पनि नेपाली राजनीतिको केन्द्रमा छ जसको उत्तर खोज्न अझै बाँकी छ।